काठमाडौँमा अहिले बालेन एक पक्ष र महानगरपालिकाका अरू कर्मचारी अर्कोतर्फ भएका छन्। कर्मचारीले सिस्टम छलेर नक्सा पास गर्नु यस समस्याको मुख्य कारण रहेको थियो। काठमाडौँ टावरको नक्सा नियम विपरीत पास गरेको भन्दै महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा राखेको थियो। चैत्र 21 गते सरोज गुरागाईँलाई आफ्नो कार्यकक्षमा जबरजस्ती राखिएको छ। के हो काठमाडौँ टावर नक्सा पास विवाद? आज यसैबारे चर्चा गर्नेछौँ। भिडियो अन्तिमसम्म हेरिदिनुहोला। 2072 सालमा तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरेको यो भ्यू टावरका कन्ट्र्याक्टर मनोज भेटुवाल सुरुदेखि नै विवादमा थिए। टेन्डरमै गोलमाल भएपछि अख्तियारले टेन्डर रोकेको थियो, तर पछि केही व्यवस्था संशोधन गरेर जाने शर्तमा 2071 सालमा अख्तियारले टेन्डर खोल्नका लागि बाटो खुलाएको थियो। त्यसपछि मनोज भेटुवालको कम्पनी जलेश्वर स्वच्छन्द बिको जेवीले 29 तले काठमाडौँ टावर निर्माण गर्ने, 7 वर्षमा निर्माण सम्पन्न गर्ने, 30 वर्षपछि महानगरपालिकालाई हस्तान्तरण गर्ने गरी टेन्डर हात पारेको थियो। कन्ट्र्याक्टर मनोज विभिन्न ब्याङ्किङ कसुर, सार्वजनिक सम्पत्तिको दुरुपयोग, 4 करोड हुन्डीबाट रकम नेपाल भित्राएको भन्दै 4 पटकसम्म पक्राउ परेका थिए। निर्माण सुरु गरेको 2 वर्षभित्र नक्सा पास गर्नुपर्ने, तर नक्सा पास गरिएको भने थिएन। सुरुमा 29 तला निर्माण गर्ने सम्झौता भए पनि भूकम्पपछि फेरिएको मापदण्ड अनुसार 12 तले मात्र निर्माण गर्न पाउने भनिएको थियो। मेयर बालेन शाहले 5 लाख जरिवाना सहित 12 तलेसम्म मात्र नक्सा पास गरिदिन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई निर्देशन दिएका थिए। त्यसपछि मनोज भेटवालले आफूले बनाएको स्ट्रक्चरले 19 तला नै थेक्न सक्छ भन्दै 19 तलासम्म नक्सा पासको माग गरे। त्यो बेला महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा प्रदीप परियार आएका थिए। मेयर बालेन शाह र प्रदीप परियारले निर्माण भइरहेको स्ट्रक्चरको अध्ययनका लागि आग्रह गरिएको थियो। त्यसपछि प्रदीप परियार पनि ट्रान्सफर भए। महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरोज गुरागाईँ आइपुगे। उनी आइसकेपछि केही दिनमा नै 19 तले भवनको नक्सा पास प्रक्रिया अगाडि बढाए। महानगरपालिकाको अनलाइन सिस्टममा इन्ट्री नै नगराई उनले नक्सा पास गरे। खासमा महानगरपालिकाको अनलाइन सिस्टमको इन्ट्री भएपछि मात्रै नक्सा पासको सम्पूर्ण प्रक्रिया पुरा हुन्थ्यो, तर गुरागाईँले यो प्रक्रिया नै बाइपास गरेर 19 तलेको नक्सा पास गरिदिए। यही विषयमा प्रमुख प्रशासकीय अधिकृतले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा पत्र लेखेर महानगरपालिकाले बुझायो। त्यसपछि सरोज गुरागाईँलाई बिदामा राख्यो। यस विषयले मेयर बालेन र केपी ओली बीच टकराव सिर्जना गर्यो। यसको नतिजा 3.5 महिनादेखि महानगरपालिकाको सम्पूर्ण तलब रोकिएको छ र महानगरपालिकाको सम्पूर्ण फाइनेन्सियल एक्टिभिटिजहरू पनि रोकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नै अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाएको र महानगरपालिकालाई दुःख दिएको भन्छन् मेयर बालेन शाह।